र यो चाहिँ हामी अब है नाम्ची फाटक आइपुगेको। नाम्ची किताम फाटक जे भन्दा पनि भयो है। सो हेलो गाइस, गुड मर्निङ छ सबैजनालाई है। फेरि साथीहरू नमस्ते छ सबैजनालाई है। फेरि पनि मेरो न्यू भ्लगमा तपाईलाई स्वागत छ भन्दै है। आज चाहिँ 27 तारिक बिहिबारको दिन है भ्लग स्टार्ट गर्न गइरहेको छु साथीहरू। आशा गर्छु यो भ्लगलाई मन पराइदिनुहुन्छ भनेर है। र आज चाहिँ नाइटको भ्लग आउँछ, एकदम नाइट भ्लग आउँछ साथीहरू। र मेरो चाहिँ मन्डीमा है सब्जी मन्डीमा गाडी लोड भइसकेको छ है। र नो इन्ट्री लागिरहेको छ। र नो इन्ट्रीले गर्दाखेरि चाहिँ हामी है यहाँ बसिरहेको छौँ। र नो इन्ट्री जस्तो खोलिन्छ त्यस्तै हिँड्ने है। लच्छुहरू पर्खिरहेको छ अरे हामीलाई चाहिँ, मलाई चाहिँ तल पर है। र केटाहरूलाई आज कति मैले मात्रै रुम्नु केटाहरूलाई भनेर आज मैले केटाहरूलाई रुमाइदिइरहेको छु है। र यहाँनिर चाहिँ फ्रुट्स हालिरहेको छु है। यो पनि अहिले बाटोमा पल्टी गर्छु साथीहरू, तपाईँहरूलाई देखाउँछु त है के कस्तो हुन्छ भनेर है त। मोटामोटी साथीहरू अब हामी हिँड्नु आँटेको है। अब आधी घन्टा अलिक बेसी छ। यहाँ सबै लोड गाडीहरू राखेर चाहिँ बसिरहेको छ सबैजना है। नो इन्ट्री नै पर्खिरहेको अब साथीहरू। अब हामी पनि निक्लेको है टक्कै अब गाडी स्टार्ट गर्ने है। अब चाहिँ हामी निक्लेकै साथीहरू। दुश्मन छ धेरै हामी हेरेको हेरे। साथीहरू है हामी चाहिँ अब सालुगडाबाट हिँडेको बल्ल बल्ल आयो है। यो गाडी बल्ल बल्ल आएर चाहिँ यहाँ मेरो गाडीबाट चाहिँ यो सामान चाहिँ यहाँनिर हामीले हालेको हो। यहाँ यो भाइले हालिदिएको यो चाहिँ यहाँनिर बल्ल बल्ल पल्टी गरे हामीले है। र यहाँ अर्को गाडी पनि छ। ल त अब हामी चाहिँ हिँडेकै साथीहरू। फाइनली गाइस हामी चाहिँ निक्लेको है। अब चाहिँ यो त तपाईँहरूलाई भनिरहनु पर्दैन है। प्रायः जस्तो मेरो भ्लगमा प्रायः जस्तो आउने गर्छ है। फ्लाइओभर कुन कहिलेदेखि चाहिँ हामी यो फ्लाइओभरमा सरर हिँड्नु पर्यो त है साथीहरू। ल त जो जतिजना नयाँ हुनुहुन्छ भने फेसबुक पेजमा हेर्नुहुँदैछ भने चाहिँ पेजलाई फलो गर्नु नभुल्नु होला। र जो पनि नयाँ च्यानलमा युट्युबमा हुनुहुन्छ भने चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला है त साथीहरू। अब यहाँ हेर्नु नि आर्मीको गाडी छ होइन है। अब हामी चाहिँ टक्कै जाने हो। ल है त साथीहरू, अब बाटोमा के कस्तो हुन्छ है त्यहाँदेखि तपाईँलाई देखाउने छु है त साथीहरू। जोरथाङ प्रकाशलाई नभुल्नु होला साथीहरू। सो हेलो गाइस, गुड मर्निङ छ सबैजनालाई है। फेरि पनि हिजो रातिदेखि स्टार्ट गरेको भ्लग आज अब एन्ड गर्नु पर्छ होला, किनभने साह्रै लामो हुन्छ होला है। आज 28 तारिक सबैजनालाई गुड मर्निङ भन्दै है रोलु छेउबाट भ्लग स्टार्ट गरिरहेको छु साथीहरू। र शुभको बिहानी छ अहिले। र हामी चाहिँ यहाँ आएर सुतेको र अब है चियाहरू पनि खायौँ। र अब हामी चाहिँ हिँड्ने र हेरौँ जोरथाङ कतिखेर पुग्छ होइन। र तपाईँहरूलाई अपडेट दिएको छु साथीहरू। यहाँ चाहिँ हामी दुईवटा गाडी यो भइहाल्यो। अन्त यहाँ आकाशको गाडी चाहिँ यो सिन्टेक्स लोड भएको, यहाँ चाहिँ आकाशको गाडी छ है त है। ल त साथीहरू र हाम्रो केटाहरू गाडी आउँदैछ। र अर्को केटा पनि यहाँ आइपुग्यो है। हाम्रो केटाहरू त
नाइट किङहरू हो हामी चाहिँ, नाइट किङहरू। र यो चाहिँ हामी अब है नाम्ची फाटक आइपुगेको। नाम्ची किताम फाटक जे भन्दा पनि भयो है। हेर्ला बा र अस्ति हाम्रो चाहिँ है साथीको चाहिँ गाडी एक्सिडेन्ट भएको जग्गा पनि तपाईँलाई देखाउँछु है। अहिले चाहिँ यहाँतिर चाहिँ हाम्रो साथीहरूको गाडी एक्सिडेन्ट भएकोदेखि चाहिँ नि हामीलाई पनि मनमा चिसो लाग्छ कि यहाँ चाहिँ। अब पहिला यो टर्निङ त अब के जस्तो लाग्थेन, अब आरामले हामी जान्थ्यो होइन, तिनको तिन झर्थ्यो होइन। अहिले चाहिँ यो टर्निङमा आएर चाहिँ हामीलाई यस्तो साइकल लाग्दिन्छ है, हुँदैन भनेर त्यहाँ 2 नम्बर हामी तान्छौँ कि अहिले चाहिँ यहाँनिर। अन्त यस्तो छ नि त बाटो चाहिँ, यहाँ पनि बाटो डेन्जर त डेन्जरै हो है। अन्त त्यही तपाईँहरूलाई देखाउँछु साथीहरू है। गाडी चाहिँ हाम्रो साथीको जितेन साथीको गाडी चाहिँ है यहाँबाट नै यसरी, यही इनोभा अहिले भर्खर गयो नि, यहाँबाट यसरी सट्टै यो डाँडाबाट यसरी झरेको, यहाँबाट है, यहाँबाट चाहिँ झरेको गाडी। अन्त के गर्नु है, गाडी घोडा हो त्यस्तै हुन्छ। र अब चाहिँ हामी बाटो के कस्तो हुन्छ है तपाईँहरूलाई देखाउने छु है। दामी लाइट लगाएको छ यो गाडीमा चाहिँ। हाम्रो जोरथाङको चाहिँ यो ब्रिज मात्रै डेन्जर छ, अरू सबै ठिकै छ हो। यो ब्रिज चाहिँ अलिक डेन्जर छ, सानो छ नि त। हेलो साथीहरू, हामी चाहिँ भाँडी खोला पुगेको अवस्था अहिले चाहिँ है। हाम्रो 2 भाइ साथीहरूलाई आराम छ, आरामले हिँड्दैछ अगाडि हो। टेन्सन छैन दुईजनालाई, मतलब छैन हो। आरामले एकदम बिन्दास पाराले हिँड्दैछ। अब आज सिलगढी गयो हुन्छ जस्तो छैन है। म चाहिँ सिलगढी जान्छु कि जाँदिनँ, सानो अपडेट हालिहाल्छु गयो भने है। गएन भने चाहिँ अब ठिकै छ, गयो भने चाहिँ एउटा सानो अपडेट हाल्छु। र हामी चाहिँ यो भाँडी खोला भन्ने जग्गा चाहिँ आइसकेको साथीहरू है। बाटो त मोटामोटी हाम्रो त ठिकै छ यतिको त अहिले। सो हेलो गाइस, फाइनली जोरथाङ आइपुग्यो है। तपाईँको टाइम भएको छ 7-8 बजे भनौँ न। जोरथाङ आइपुग्यो र मेरो चाहिँ अनलोडिङको चाहिँ कन्फर्मै भएन साथीहरू है। घरि भन्छ बैगुने जानु भनेर भन्दै थियो, फेरि अहिले चाहिँ यहीँ जोरथाङमै आउँछ अरे, जोरथाङमै पल्टी हुन्छ भनेर भन्दैछ है। त्यस कारणले गर्दा चाहिँ मैले चाहिँ गाडी चाहिँ हाम्रो एसोसिएसन अफिसमा राखेको छु गाडी चाहिँ है। हेरौँ अब के कस्तो हुन्छ होइन। म चाहिँ घर आएको छु अहिले र नुहाइधुवाइ गर्ने, फ्रेस हुने, अन्त फ्रेस भएर जान्छु साथीहरू है। तपाईँलाई धन्यवाद छ हिजोदेखिको है अहिलेसम्म तपाईँले ब्लग हेरिदिनु भयो सानो है। अब जानी नजानी भए पनि एउटा ब्लग बनाइरहेको छु है। आशा गर्छु यो ब्लगलाई मन पराइदिनु भयो होला भनेर है। फेरि है नेक्स्ट ब्लग लिएर आउनेछु साथीहरू। अहिलेको लागि चाहिँ अलविदा साथीहरू, टाटा बाइ बाइ।